हेलो एभ्रिवान वेलकम छ सबैलाई मेरो एउटा नयाँ ब्लगमा र आशा गर्छु हजुरहरू सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु र मैले चाहिँ ब्लग बिहानदेखि स्टार्ट गरिसकेको छु। आज चाहिँ सिमल तरु खाने भनेर मैले उसिन्न बसाइसकेको छु र म चाहिँ त ब्रस गर्न भनेर आइसकेको छु। र बिहानको त अब सबैको एउटै त काम हुन्छ कि देखाउनु भनेर मैले त्यति भिडियोहरू गरिनँ। र यहाँ चाहिँ अब चिया खाने भनेर दुध ल्याइसकेका छन् भतिजाले। म चाहिँ चिया बनाउनु पर्यो भनेर रेडी गर्दैछु। सधैँ त अब बिहान चिया नखाइ त सकिँदैन नि त, दुध चिया अब बनाएर खानु पर्यो भनेर चाहिँ देखाउँदै थिएँ म। र यो चाहिँ दिउँसोको खाना रेडी गर्दै थिएँ। आज चाहिँ मुला र चारपट्टि बनाउने भनेर। र मेरो चाहिँ पाहुनाहरू आउनुभएको छ, बहिनी र दुईजना मिलेर बनायौँ। र यो चाहिँ साँझको टाइम इभिनिङ वक गयौँ एकछिन। यहाँ दिदी बहिनी चाहिँ आज एकैछिन बजार जानुभएको थियो, डक्टर देखाउनु पनि थियो नि त, अनि त्यसको लागि आउनुभयो। त्यो देखाउँदै थियो। हामी चाहिँ एकछिन इभिनिङ वक गर्नु भनेर गयौँ दुईजना भएर। त्यहाँबाट आएर चाहिँ घरको कामसाम सकेर हामी अब यहाँ गाउँमा मेला लागेको छ नि त, अनि सबैजना जाउँ भनेर एकैछिन निक्लिसकेको छौँ। नानीहरूलाई चाहिँ मैले अस्ति लगेको थिएँ, मैले एक दिन लगिवरी खेलिवरी अब आइसकेका छन् र नानीहरूलाई चाहिँ फकाएर लिएर गइनँ र हामी चाहिँ मात्रै गयौँ। गाउँको मेला कत्रो छ र सानो लागेको छ मेला पनि। र एकछिन गयो हेऱ्यो, अब बल्ल बल्ल लागेको हेर्दै हेर्दै जान्छु। हामी डरेर भाग्यौँ। किरी